ध्यान कसरी गर्ने? योग, प्राणायाम र ध्यान त्रिवेणी हुन्। योग र प्राणायाम गरिसकेपछि हामी ध्यान गर्छौँ। ध्यान भान्सामा तयार भएको भोजन जस्तै हो। हामी भुइँमा बसेर, सोफामा बसेर र कुर्सीमा बसेर पनि ध्यान गर्न सक्छौँ। भुइँमा बस्दा हामी पलेटी कसेर दुवै हातका हत्केलाहरूलाई आकाशतर्फ फर्काई दाहिने हत्केला दाहिने घुँडामाथि र देब्रे हत्केला देब्रे घुँडामाथि राख्छौँ र दुवै हातको चोरी औँला र बुढी औँलाको टुप्पोलाई यसरी स्पर्श गर्छौँ र घुँडामाथि राख्छौँ। मेरुदण्ड, गर्दन र शिरलाई सिधा गर्छौँ र दुवै आँखालाई आरामपूर्वक बन्द गर्छौँ। बसेर गरिनेलाई योगको भाषामा सुखासन भनिन्छ। सुखासनमा जुन चोरी औँला र बुढी औँलालाई हामी स्पर्श गरेर घुँडामाथि राख्छौँ, यसलाई ज्ञान मुद्रा वा ध्यान मुद्रा भनिन्छ। सुतेर गरिनेलाई शवासन भनिन्छ योगको भाषामा। यो अवस्थामा पनि दुवै आँखा आरामपूर्वक बन्द गरिन्छ। शरीरलाई आकाशतर्फ फर्काएर जमिनमा हामी पल्टिन्छौँ। दुवै गोडालाई कुम बराबर फैलाउँछौँ। दुवै हातलाई आकाशतर्फ फर्काएर कम्मर तल राखिन्छ। उठेर गरिनेलाई खडासन भनिन्छ। यस अवस्थामा मेरुदण्ड, गर्दन र शिरलाई सिधा गरिन्छ र दुवै आँखालाई आरामपूर्वक बन्द गरिन्छ। हामी 3 पटक लामो गहिरो श्वास लिन्छौँ। यस्तो अवस्थामा हाम्रो ध्यान चाहिँ हेराइ चाहिँ दुवै आँखी भौँको बीचमा रहेको हुन्छ। हामी बन्द आँखाले अवलोकन गरिरहन्छौँ। यस्तो अवस्थामा थुप्रै विचारहरू आउन सक्छन्। विभिन्न किसिमका आवाजहरू आउन सक्छन्। ती सबै विचार र आवाजहरूलाई हामी स्वीकार गर्छौँ कुनै मूल्याङ्कन बिना। यो अवस्थामा आफूलाई कस्तो भइरहेको छ थाहा मात्र पाइरहन्छौँ, महसुस गर्छौँ। जब हामी ध्यानबाट अब बाहिर निस्कँदा 3 पटक लामो गहिरो श्वास लिन्छौँ। लामो गहिरो श्वासपछि दुवै हातका
औँलाहरू गोडाका औँलाहरूलाई चलाउँछौँ। शवासनमा रहनुहुनेहरू दाहिने कोल्टो फर्किएर सुखासनमा रहनुहुन्छ। खडासनमा रहने पनि सुखासनमा आउन सक्नुहुन्छ। अन्त्यमा दुवै हातका हत्केलाहरूलाई एक आपसमा घर्षण गर्दै उत्पन्न न्यानोपनलाई दुवै आँखामा स्पर्श गरिन्छ र हत्केलालाई बिस्तारै हेर्दै हेर्दै मुस्कुराउँदै सहज अवस्थामा आइन्छ। ध्यान गर्दा दिनमा 15 देखि 25 मिनेटसम्म समय लिन सकिन्छ। यो गर्दा राम्रो हुन्छ। आवश्यकता अनुसार र अनुकूलता अनुसार त्योभन्दा बढी पनि समय लिन सकिन्छ। धन्यवाद।